आफ्नो बच्चालाई माया गर्नु क्यामेराको अगाडि धेरै राम्रो नबन हैन क्यामेराको अगाडिको राम्रो होइन बुझिस तैले देखाइ छैन के काम गरिरहेछ अहिले के तिम्रो क्यामेराको अगाडि भन्नुपर्छ अनि आफ्नो बच्चालाई हरेक कुरा क्यामेरामा देखाउनु पर्छ आफ्नो बच्चालाई टाउकोमा टोकी भन्न पाइदैन भने मेरो गल्ती कहाँनिर कसरी भेटम जस्तो भएको छैन जान मान्छेको अगाडि भन्नुपर्छ अनि मैले कसलाई भने अनि आफ्नो बच्चालाई टाउकोमा कुकुर 24 घण्टा यत्रो 2 वर्ष हुन लाग्नेसम्म त मैले सँगै राखेर हेरेँ हैन क्या यार सुन अहिले आएर अलिकति त्यसलाई घाउ टोके त तैले क्यामेरा तेर्साएर मलाई बनाउन खोजे चाहिँ मलाई भन्न खोजे चाहिँ के मलाई के सारो झुट बोले अनि के नराम्रो भइरा तिमी चाहिँ बिना फक्कमा के उठे ओइ रोको थै न खानाको ठेगान छ न सुत्नेको ठेगान छ न हिँड्नेको ठेगान छ मेरो हैन म हेर्दा मुजी हट्टी मात्र भइसके छु देखाछ छैन तिम्रो क्यामेराको अगाडि भन्नुपर्छ अनि आफ्नो बच्चालाई हरेक कुरा क्यामेरामा देखाउनु पर्छ आफ्नो बच्चालाई टाउकोमा टोकी भन्न पाइदैन भने मेरो गल्ती कहाँनिर कसरी भेटम जस्तो भएको छैन गल्तीको कुरा हैन गल्तीको कुरा हैन अस्ति पनि त्यो गाडीमा भाइ थुनियो बेसारी त्यो चाहिँ मेरो गल्ती नै होला त्यो चाहिँ भयो त्यो पनि क्यामेरामा तेर्साउने अहिले भाइलाई कुकुरले टोक्छ त्यो पनि क्यामेरामा तेर्साउने के हो के मैले त्यो भाइलाई त्यहाँ थुन्दाखेरि कहिले क्यामेरामा तेर्स हालेन मैले डिलिट गरेन कहाँ हाल्यो के कहाँ डिलिट गर्यो किन सत्य कुरा नि गर्न नहुने त भने तपाईको गल्तीहरु देखाउनुस् त ल त्यसरी क्यामेरामा मैले देखाम त तपाईको गल्तीहरु देखाउ न त तिमीले त ल देखाम त मलाई के गर्नु छ मलाई पिट्नु हुन्छ होला हैन अनि तिमीलाई चाहिँ टिकटक बनाउन कबाट किन जानु हुन्छ त नि अहिले भाइ हेर्नु हुँदैन त भने हो हेरेर आए त अनि म किनेर आए त तिमीलाई मैले के भनिछु त भने मैले क्यामेरा तेर्साउनु नै चाहिँ नराम्रो हो के मैले क्यामेरा तेर्साको होइन के मेरो मान्छेको अगाडि मलाई छुचो किन बनाउने त अनि तिमी त्यतिकै बौलाएर किन आएको के बौलाएछ त कराउनलाई के बौलाएछु हैन उताबाट आइथ्यौ बच्चा लिएर आयो म त आफ्नो छोरालाई कुकुरले टोक्यो भनेर म लाइभमा क्यामेरा चाहिँ बस्नु पर्छ लाइभ बनाउनलाई के सारो झुट बोले अनि के नराम्रो भइरा तिमी चाहिँ बिना फक्कमा के उठे ओइ रोको थियो कि थिएन भाइ म आउँदा रोको थियो कि थिएन भाइ रोएर बसिरहेको थियो र मैले उसलाई सोध न उ त हेर्ने ऊ हो नि त तिमीले त हेरेको थिएनौ नि त मलाई थाहा छैन त भाइलाई टोक्यो उ त रोएर बसिरहेको छ आँखाभरि आँसु बनाएर मैले किन तपाईँ जानु त तपाईँ घरबाट छिटो गइहाल्नु फुर्कै किन नि जानु हस्पिटल जान्छु नि म जानु नि त अनि छोरा लगेर जानु त हिँड नि तिमी चाहिँ जान्नौ जान्न म न खानाको ठेगान छ न सुत्नेको ठेगान छ न हिँड्नेको ठेगान छ मेरो हैन म हेर्दा मुजी हट्टी मात्र भइसके छु देखाछ छैन लाइभमा चाहिँ भन्नुपर्छ खाते नै भन्नुपर्छ काम गर्ने हो भन्दा उनीहरूले त खाते भन्न मिल्छ अनि काम गर्ने हो भन्दा हेप्न मिल्छ जिम्मेवारी लिन परेन भने घरमा बस्ने म बस्छु नि त नि बच्चा हेरेर कमाएर आउनु त ल बस्नु नि त कमाउँछु नि मेरो कमाइमा रमाउनु सिक्नु नि त ल भयो तिमी 15,000 20,000 नगरौ तिमी एकदम बढी भइरहेछ तपाईँ जानु अथवा मलाई जान दिनु कहाँ मलाई अति रिस उठेको छ कहाँ जाने क्यामेराको अगाडि हैन मलाई छुच्चो बनाउन मेरो गल्ती उयोलाई कति साह्रो चाहिँ गिरेको के अहिलेदेखि पालेको कुकुर हो त भने कहाँ लएर फाल्नु एउटा फाल भने फाल्दि त मैले लएर उहाँ माथि केन्द्रमा राखेको छु त घर पनि रेखदेख गर्न पर्यो नि त देखाएको छैन अरूलाई पनि टोकेको कसरी टोकेको थियो त्यसले अनि भोलि होस आउँदैन बच्चा छ मेरो घरमा भनेर होइन क्या कुकुरलाई छिर्न नदिने नि त गेटबाट छिर्न नदिने क्या तिमी यहाँ घरमा बसिन्छ उता हटाउने बच्चालाई पनि आफ्नो बच्चा कहाँनिर छ हेर्ने नि त कुकुरको छेउमा लएर राखेपछि कुकुरले टोक्दैन भने तिमीलाई थाहा छ त सबै कुरा तिमीलाई थाहा छ त त्यसले टोक्छ भनेर आफ्नो बच्चालाई माया गर्नु क्यामेराको अगाडि धेरै राम्रो नबन होइन क्यामेराको अगाडिको राम्रो होइन बुझिस् तिमीले भन्यौ नि अघि म काममा गएँ भनेर के काममा गयो त्यो काम देखाउ नि त के काम गरिरहेछ अहिले अनि तिमीले के गर्यौ त नि म पार्लर सिकिरहेछु ड्राइभिङ सेन्टर सिकिरहेछु हो ड्राइभर सेटिङ सिक्यौ पार्लर सिक्यौ त्यो तिम्रो आफ्नो कुरा हो क्या सिक्यौ त्यही हो के मेरो काम सिक्नु मेरो काम त्यही हो बुझ्नु भयो नि हैन सिक्नु क्या सिक्नु दिनभरि काम गरेर आएर सिक्नु हैन दिनभरि काम गरेर आएर थाक्यो यो घरको मान्छेको पारा त्यही हो दिन 4-5 बजेसम्म सुत्न पाउँदैन मैले त आफ्नो बच्चाको टाउकोमा कुकुरले टोके भन्न पाउँदिन त भने भोलि तिम्रो टाउकोमा भोलि टोक्यो भने मैले भन्न पर्दैन लमिनलाई कुकुरले टाउको त्यही राम्रो हुन्छ के तिमीहरूको लागि त मलाई कुकुर टोकेर अथवा के भएर म मरेको भए राम्रो हुन्छ तिमीहरूको लागि त के साह्रो झुट बोले अनि के नराम्रो भइरा तिमी चाहिँ बिना फक्कमा के उठे ओइ रोको थियो कि थिएन भाइ म आउँदा रोको थियो कि थिएन भाइ रोएर बसिरहेको थियो र मैले
उसलाई सोध न ऊ त हेर्ने ऊ हो नि त तिमीले त हेरेको थिएनौ नि त मलाई थाहा छैन त भाइलाई टोक्यो ऊ त रोएर बसिरहेको छ आँखाभरि आँसु बनाएर मैले किन तपाईँ जानु त तपाईँ घरबाट छिटो गइहाल्नु फुर्कै किनभने म जानु हस्पिटल जान्छु नि म जानु नि त अनि छोरा लगेर जानु त किन तिमी चाहिँ जान्नौ जान्न म न खानाको ठेगान छ न सुत्नेको ठेगान छ न हिँड्नेको ठेगान छ मेरो होइन म हेर्दा मुजी हट्टी मात्र भइसकेको छु देखाएको छ होइन